बच्चामा यो डेन्टल भिजिटमा एउटा एन्टिसिपेटेड एकदम फियर हुन्छ अनि आफू कस्तो भन्दा फियर अफ अननोन कि थाहा छैन भोलि गएर डेन्टिस्टकोमा पिडियाट्रिक डेन्टिस्टकोमा गएर अथवा डेन्टिस्टकोमा गएर के ट्रिटमेन्ट हुन्छ भनेर थाहा छैन तर पहिल्यै डराएको हुन्छ अनि त्यसमा आइसी हुन्छ नि पेरेन्ट्सहरूले इन्फ्लुएन्स पनि गरिरहनु हुन्छ कि कस्तो भन्दाखेरि अब के अरे राम्रोसँग ब्रस गरेर के अरे किरा लाग्यो भने डेन्टिस्टकोमा गएर दाँत निकाल्नुपर्छ होइन सुई लगाएर दाँत निकालिन्छ त्यो चाहिँ हामीले झन् के गरिरहेछ त रिइन्फोर्स गरिरहेछौँ कि है सो हामीले फन कसरी अथवा त्यो फियरलाई हटाउन के गर्न सकिन्छ भन्दाखेरि यस वी हेभ टु प्रमोट ओरल हाइजिन है त्यो ओरल हाइजिन प्रमोट गर्ने अर्को भिजिट हुन्छ नि हो त्यो भिजिट अर्ली भिजिट भयो भने के हुन्छ त भन्दा बिस्तारै बिस्तारै त्यो हुन्छ नि त्यो बिहेभियर चाहिँ के हुन्छ गाइड हुँदै जान्छ कि इट्स भेरी इम्पोर्टेन्ट बिहेभियर गाइडेन्स इज भेरी इम्पोर्टेन्ट है भोलि गएर स्वेलिङ भएर आयो स्वेलिङ भएर आउँदा हामीले के गर्न सकिन्छ त इमर्जेन्सीमा हामीले के गर्नु पर्यो हामीले पस निकाल्नु पर्यो होइन इमर्जेन्सी ट्रिटमेन्ट हुनु पर्यो तर बेसिक तपाईँले भिजिट केही नभएको त भिजिट गराउनु जाँदाखेरि नेचर ऊ डेन्टल सेटअपसँग अकस्टम हुन्छ होइन आफ्नो डेन्टिस्टसँग अकस्टम हुन्छ सो त्यो भिजिट तपाईँले अर्ली गर्नुभयो एज सुन एज फर्स्ट इयर अथवा फर्स्ट बर्थडे होइन त्यसरी गर्दै जानुभयो भने मल्टिपल रेगुलर भिजिट्स गराउनु भयो भने चाहिँ के हुन्छ त भन्दाखेरि त्यो ट्रस्ट पनि बिल्डअप हुन्छ अनि बिस्तारै बिहेभियर पनि गाइड हुँदै जान्छ